अहिले हेर्नु है, म तपाईँहरूलाई यस्तो मान्छेलाई भेटाउँछु, तपाईँलाई नि खुसी लाग्छ। खुला दीजिएगा, 90 रुपए दीजिए, आगे भी तो देना पड़ता है, क्या कीजिए। और कैसे हैं? ठीक है। कुछ दिन आगे भी गए थे। हाँ जी, सुनाइए हम। 2 रुपए क्यों, 10 उनको दे दीजिए, 10 दे दो, 10 दे दो। I love you, Shona. बहुत अच्छा लगता है आपको। बालों ते को। अच्छा, ओके। र साथीभाइहरू देख्नुभयो होला नि, तपाईँको मुखमा स्माइल ल्याइदिन्छ क्या उहाँहरूलाई। सानो हेल्प दियो भने होइन, कतिजनाले धेरै चिजहरू भन्छन् उहाँको बारेमा, त्यस्तो किन भन्ने होइन। उहाँहरू पनि त अफिसको टाइम जस्तो घरबाट रेडी भएर आउनुपर्छ, यहाँ मेहनत गर्नुपर्छ, तपाईँको जर्नीलाई राम्रो होस् भनेर विस गरिदिन्छ। तपाईँ के भन्नुहुन्छ उहाँको बारेमा? मलाई त राम्रो लाग्छ र म जति हुन्छ देख्नु भएन, मैले 100 रुपियाँ दिएँ, उसले 90 रुपियाँ फर्काइ पनि दियो मेरो, होइन। त्यस्तो जबरजस्ती केही छैन, तपाईँ जति पनि दिनु। उतापट्टिकोले मलाई 5 रुपियाँ 2 रुपियाँ दिएन भन्दै थियो, मैले 10 रुपियाँ दिएँ। सानो एमाउन्टमा पनि उहाँहरू खुसी हुन्छ, होइन। र धेरै मान्छेहरूले भन्छ होइन हजुरले त यतिले पनि दिँदैन उस्तो, त्यस्तो केही होइन। र म यहाँ अहिले टोल गेट पार हुँदै थिएँ, र जहिले पनि म जति पनि छ सानो एमाउन्ट भए पनि दिएर अगाडि पनि भेट्छु, दिँदै जान्छु। कस्तो लाग्यो भिडियो भन्नु होला।